नमस्कार। म आज पहिलोचोटि भन्नुपर्छ स्वर्गीय जय हुमागाई स्मृति बेलडाङ्गी फुटबल ग्राउन्ड। सुरुमा यहाँ चाहिँ क्षेत्रफल नपुग्दाखेरि यहाँ रुखहरू भएको अवस्थामा यसलाई 9 साइडेडको रूपमा यहाँ तयार गरिएको थियो। तर हामीलाई पछाडि यहाँको सुकेको रुखहरू हामीलाई नेपाल सरकारबाट पनि आधिकारिक रूपमा हटाए पछाडि पुरै भए पनि जग्गा शिविरतिर बेच्दाखेरि जग्गा रहेकोले गर्दा हामीले 11 साइडेडको लागि यो अहिले बेलडाङ्गी जय हुमागाई स्मृति बेलडाङ्गी फुटबल ग्राउन्ड हामी निर्माण कार्यमा जुटिरहेको छौँ। जुन निर्माण कार्यको लागि हामीलाई यो सहयोग गर्नुभएको छ शिव हुमागाई, स्वर्गीय जय हुमागाईको सुपुत्र शिव हुमागाईको परिवारबाट यो सम्पूर्ण खर्चहरू बिहोरिरहेको म जानकारी गराउन चाहन्छु। अहिले यो जब यो 9 साइडेडदेखि यता 11 साइडेड हुन गए पछाडि बेलडाङ्गीको युवाहरू, खेलप्रेमी दाजुभाइ दिदीबहिनीहरू अति नै खुसी छन् अनि उनीहरू अति नै खुसी पनि छन्। उनीहरूले पनि जय हाम्रो शिव हुमागाई सरलाई पनि लट्स अफ थ्याङ्क्स भनिरहनु भएको छ। जसको कारणले गर्दा यहाँ अहिले क्रिकेट खेलाडी मित्रहरूलाई पनि यहाँ क्रिकेटको लागि पनि एउटा राम्रो भएको छ भने फुटबल खेलाडीहरूलाई पनि राम्रो भएको छ। र यहाँ निकट समयमा सानो भलिबलसम्म पनि कोर्ट यहाँ चाहिँ आँट्ने भएकोले गर्दा एउटा समुदाय एउटा शिक्षित सभ्य र विकसित हुनको निमित्त साँच्चै नै खेल मैदानहरूको अति आवश्यक पर्दो रहेछ भन्ने कुरा महसुस गरेर शिव हुमागाई सरले हामीलाई यसरी आफ्नो स्वर्गीय बुबाको नाममा स्वर्गीय बुबा जय हुमागाईज्यूको नाममा यसरी बेलडाङ्गीवासीहरूलाई फाइदा होस्, बेलडाङ्गीवासीहरूलाई चाहिँ ठुलो सहयोग पुगोस्, युवा साथीहरू कुलतमा नफसोस्, युवा साथीहरूले खेल खेल्नलाई इच्छा गरेको ठाउँमा जहिले पनि खेल्न पाओस् भन्नको खातिर यो सहयोग गरिदिनु भएकोमा हामी बस्ती व्यवस्थापन समिति बेलडाङ्गी मुरी धन्यवाद शिव हुमागाई सरको परिवारलाई दिन चाहन्छ। लट्स अफ थ्याङ्क्स शिव सर र शिव सरको इन्टायर फ्यामिली। थ्याङ्क यू।